से मैं हारा तो आया तेरे द्वार। दुनिया से मैं हारा तो आया तेरे द्वार। यहाँ पे भी जो हारा कहाँ जाऊँ मैं सरकार। दुनिया से मैं हारा तो आया तेरे द्वार। दुनिया से मैं हारा तो आया तेरे द्वार। यहाँ पे भी जो हारा कहाँ जाऊँ मैं सरकार। यहाँ पे भी जो हारा कहाँ जाऊँ मैं सरकार। नमस्कार। नमस्कार सर साहेब। तपाईको नाम के होला? मेरो नाम बिमला नाथ योगी हो। बिमलाजी, तपाईको घर कहाँ पर्यो? मेरो घर जिल्ला बैतडी दशरथन नगरपालिका वडा नम्बर 6 हो। हाल चाहिँ हामी यता जिल्ला कञ्चनपुर भिनपा 7 मा बस्दै आइरहेका छौँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो? सन्त रामपालजी महाराजजीबाट नाम दीक्षा मैले सन् 2018 मा प्राप्त गरेको थिएँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभन्दा पहिले तपाईँ के कस्ता भक्ति साधनाहरू गर्नुहुन्थ्यो? सन्त रामपालजी महाराजजीबाट भक्ति साधना प्राप्त गर्नुभन्दा पूर्व हामी नाथ सम्प्रदायबाट भएको भएर हामी विशेष गरेर शिवजीका भक्त थियौँ र शिवजीलाई मान्दै इष्टको रूपमा मान्ने गर्थ्यौँ। त्यसको पश्चात अरू पनि जति पनि देवी देवताहरू मतलब हामीले सुन्दै आइरहेका जति पनि देवी देवताहरू थिए सबैको साधना गर्थ्यौँ हामी। जान अन्जानमा सबै जसले जस्तो गर्यो त्यही गर्दै आइरहेका थियौँ। अनि भगवतीको 9 दिनको नवरात्र पनि हामी व्रत बस्ने गर्थ्यौँ। त्यसपछि मैले 4 वर्षसम्म लगातार मेरो बिहे नहुँदै मैले सन्तोषी माताको पनि व्रत बसेँ। अनि त्यसपछि आफ्नो इष्ट कुल देवताको मन्दिरहरूमा बोका चढाउने, घन्टी चढाउने, परेवा उडाउने यस्ता सम्पूर्ण गतिविधिहरू हामीले जसले जे गर्थ्यो, जे भन्थ्यो, जसले जस्तो भन्थ्यो, जस्तो हामीले देख्दै आइरहेका थियौँ हाम्रो समाजमा, त्यही भक्ति साधना गर्थ्यौँ। विभिन्न देवी देवताहरूको पूजा आजा गर्दै हुनुहुन्थ्यो र विशेष गरेर शिवजीलाई इष्टदेव मान्नुहुन्थ्यो। ती भक्ति साधना गर्दा गर्दै सन्त रामपालजी महाराजको शरणमा किन जानुभयो? विभिन्न कारणहरू छन् सन्त रामपालजी महाराजजीको शरणमा जानको लागि। म जुन यहाँ अलिअलि सरस्वती भन्ने कोसिस गर्छु। जस्तै हामीले सबै देवी देवताहरूको पूजा भूत प्रेत जसले जे पूज भन्छ त्यही पुज्दै पनि बलि चढाउँदै पनि हामी भाक्कल गर्दै व्रत बस्दै पनि यति पीडित थियौँ कि त्यो भनेर साध्य छैन। र मलाई 8-9 वर्षदेखि मुटुको रोग लागेको थियो। म उकालो ओह्रालो हिँड्न सक्थेन, काम गर्ने अवस्था हुन्थेन। मेरो जुन बाबुको डेथ भयो त्यहाँबाट पनि म धेरै दुखी थिएँ। 19 महिनाको बच्चा जब मबाट टाढा भयो, जब कालले खोसेर लग्यो तब म धेरै एकदम टुटिसकेको थिएँ। मलाई त्यसैमाथि डिप्रेसन पनि भइसकेको थियो। त्यसपछि अझ अर्को बच्चा पनि जब जन्मियो, त्यो बच्चा पनि जन्मेको 22 दिनदेखि नै हस्पिटल धाउनु पर्थ्यो। त्यसलाई पनि मैले कुनै ठाउँ विभिन्न बालकान्ति हस्पिटल भयो, भरतपुरको निको हस्पिटल भयो, अनि विभिन्न नाम चलेका सबै जता पनि बाल रोग विशेषज्ञ छ सबै ठाउँ देखाइसकेपछि पनि ठिक नभएर म धेरै दुखी थिएँ। अनि धेरै दुखी भइसकेपछि यस्तै विभिन्न कारणहरू थिए। घरमा श्रीमानले पनि रक्सी खानुहुन्थ्यो अनि आर्थिक तङ्गी पनि धेरै नै आइसकेको थियो। हामीलाई एकजना मात्रै कमाउने हुनुहुन्थ्यो, धेरै आर्थिक सङ्कट झेल्नु परिरहेको थियो। अनि जहाँ गरिबी हुन्छ त्यहाँ झगडा पनि भइरहन्थ्यो, अलिअलि घरमा मनमुटाव धेरै हुन्थ्यो। अनि नसा गर्नुहुन्थ्यो उहाँले, म पनि बोलिरहन्थेँ, किचकिच भइरहन्थ्यो। त्यसपछि केही सिप नचलेर एक दिन म टिभी हेर्दै सन्त रामपालजी महाराजजीको सत्सङ्ग चलिरहेको थियो सगरमाथा च्यानलमा। बिहान 5:55 बजेदेखि आउँदो रहेछ। त्यसपछि म टिभी हेर्दै एकजना भगतजीको त्यसमा जुन सन्त रामपालजी महाराजजीको शिष्यले इन्टरभ्यू दिइराख्नु भएको थियो। उहाँले भन्दै हुनुहुन्थ्यो कि यो भक्ति साधना यस्तो भक्ति साधना हो, यो पनि हाम्रो सनातन धर्मकै कुरा बताउनुहुन्छ सन्त रामपालजी महाराजजीले। यस्तो साधना हो कि यसले 3 तापका सबै पापहरू, 3 तापका कष्टहरू चाहिँ दूर गर्छ। यो यस्तो साधना हो। शास्त्रयुक्त साधनाले गर्दाखेरि पूर्वजन्मका पाप कर्म पनि कट्टी भएर साधकको के भन्छन् साधकलाई धेरै सुख प्राप्त हुन्छ र प्लसपछि गएर मोक्ष पनि हुन्छ भक्ति गर्नाले भनेर भन्दै हुनुहुन्थ्यो। अनि म त्यही कुराले
आकर्षित भएँ। फेरि अर्को दिन पनि सत्सङ्ग हेरेँ, पुरै सन्त रामपालजी महाराजजीले बताइराख्नु भएको थियो ऋग्वेद खोलेर, हेर्नुहोस् कि यता भगवान् भनेको उहाँ हुनुहुन्छ कवीर परमात्मा, जुन ऋग्वेदको मण्डल 9 सुक्त 82 को जुन एउटा कवीर भगवानको बारेमा लेखेको जुन एउटा श्लोक थियो, त्यो मन्त्र पढेर सुनाउँदै हुनुहुन्थ्यो। त्योबाट पनि म झसङ्ग भयो कि भगवान् त कोही अरू नै रहेछन्, अनि हामीले त कहाँ देवी देवतासम्म पनि हामी पुग्न सकेका थिएनौँ त्यति बेला। त्यो सत्सङ्गबाट प्रभावित भएर अनि मैले उहाँको किताबहरू पनि मगाएर जुन पढेँ उबाट टिभीबाट नम्बर टिपेर, त्यो किताबमा यति अमूल्य ज्ञान लेखेको थियो, जम्मा 20 रुपियाँ त्यसको मूल्य थियो, त्यसमा अरबौँ हालेर पनि नपाइने जस्तो अनमोल ज्ञान थियो। म अब कस्तो हुन्छ भने जब आत्मा जुन हामीभित्र आत्मा छ त्यसलाई परमात्माको बारेमा थाहा भयो भने त्यो आत्माले फेरि मान्दैन कि बाँकी अन्य साधना यो पाखण्ड पूजा गर्नमा मेरो मनलाई म धेरै कट्टर थिएँ, आफ्नो शिवजीको भक्ति गर्थेँ, आफ्नो इष्टकुल देवतामा धेरै आस्था गर्थेँ, अनि त्यति गर्दा गर्दै मेरो मनले मान्थेन। तर म एउटै कारण थियो कि सन्त रामपालजी महाराजजीको 8-9 महिना सत्सङ्ग सुनेर अनि 3वटा किताब जुन जिउने मार्ग, गीता तिम्रो ज्ञान अमृत अनि ज्ञान गङ्गा जुन पुरै अहिले विश्वभरि फेमस 3वटा जुन बुकहरू छन्, त्यो पढेर पनि म सन्त रामपालजी महाराजजीको शरणमा जान पछि परिरहेको थिएँ। एउटै कारण थियो कि म माछा मासु छोड्न सक्थेन थिएँ। सत्सङ्ग सुनेर किताब पढेर मैले उहाँलाई च्यालेन्ज गरेँ कि भने तपाईँ यदि भगवान् नै हुनुहुन्छ अथवा भगवान्कै स्वरूप हुनुहुन्छ भने पनि तपाईँ मलाई मेरो माछा मासु छुटाइदिनु र म तपाईँबाट नाम दीक्षा लिन्छु भनेर मैले जुन च्यालेन्ज गरेँ, त्यही दिन राति सन्त रामपालजी महाराजजी जस्ताको त्यस्तै आउनुभयो। जुन मैले टिभीमा मात्र देखेको थिएँ त आउनुभयो, सिधै आइसकेपछि मेरै बेडनिर उभिनु भएर भन्नुभयो, बेटी इस बार तो सतलोक जाओगे, भक्ति करो और तुम्हारा मांस मिट्टी कली से छुट जाएगा भनेर मलाई आशीर्वाद दिनुभयो। त्यसपछि म झसङ्ग बिउजेँ। त्यो कोठा त अँध्यारो कोठा एकदमै चकमक भइरहेको थियो। यता ढोकाबाट गुरु सन्त रामपालजी महाराजजी आउनुभयो र यता झ्यालबाट अन्तर्ध्यान हुनुभयो। म हेरेको हेरै भयो। त्यो भोलिपल्ट नै मेरो श्रीमानले मासु लिएर आउँदै हुनुहुन्थ्यो। मैले बाहिरै देखेँ। त्यो देख्ने बित्तिकै मलाई बोमेट आउला जस्तो त्यसको सेन्ट नै अब म कसरी बर्दाश्त गरौँ, यो भित्र नल्याइदिए हुन्थ्यो भन्ने मलाई भइरहेको थियो। अनि पहिला हामी हरियो साग कुनै दिन पनि नखाने मान्छे, त्यो दिन मैले टाढै देखेर त्यो मासु देखेर यस्तो इरिटेसन फिल भइरहेको थियो, मैले भित्र पनि ल्याउन दिएन। अनि मलाई डाँट्दै हुनुहुन्थ्यो, सधैँ मासु खाने मान्छे आज यस्तो किन भन्दैछ भनेर उहाँ छक्क पर्नुभयो। मैले भने प्लिज अबदेखि नल्याइदिनु होला, भित्र म खानै सक्दैन भनेर भन्दाखेरि के भयो भनेर सोद्धा म जुन गुरुको एउटा सन्त रामपालजी महाराजजीको जुन टिभीमा सत्सङ्ग हेर्छु, उहाँ आएर मलाई हिजो राति आशीर्वाद दिनुभयो। मैले भनेपछि उहाँले भन्नुभयो दिनभरि त्यही बाबाजीहरूको सत्सङ्ग हेरिरहेको हुन्छ, त्यही तिम्रो सपनामा आयो होला, त्यो कुनै हुन सक्दैन भन्नुभयो। तर वास्तवमा मलाई भइसकेको थियो कि माछा मासु अब त्यो दिन र आजको दिन सम्म हामीले माछा मासु खानु त परको कुरा, अरूलाई खाऊ भन्न पनि मिल्दैन, हाम्रो नजिक पनि आएन र हामीले हेर्दा पनि हेर्दैनौँ र त्यसको गन्ध हामीलाई बर्दाश्त पनि हुँदैन। परमात्माको यति ठुलो कृपा भयो जो कि मैले नाम उपदेश पनि लिएको थिइनँ त्यति बेला। त्यसपछि मैले सन्त रामपालजी महाराजजीको जुन नम्बर टिपिराखेको थिएँ, नोट गरेको थियो, त्यो नम्बर चाहिँ अनामनगर काठमाडौँ नामदान सेन्टरको रहेछ। त्यो नम्बरमा कल गरिसकेपछि म काठमाडौँ गएर सन्त रामपालजी महाराजजीबाट नाम दीक्षा प्राप्त गरेँ। तपाईँलाई सन्त रामपालजी महाराजले मन्त्र दीक्षा लिनुभन्दा अगाडि नै प्रत्यक्ष प्रकट भएर दर्शन दिनुभयो र उहाँको आशीर्वादले नै माछा मासु त्याग्न सक्नुभयो। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिएपछि के हजुरको बाबुको शारीरिक कष्ट ठिक भयो त? यस्तो थियो, हेर्नुहोस्, मेरो एउटा बाबु जुन मैले पहिले नै गुमाइसकेको थिएँ, जुन म पुरानो भक्ति साधना गर्थेँ, त्यति बेलादेखि नै म धेरै पीडित थिएँ। त्यति बेलादेखि नै मलाई मानसिक रोगको शिकार भइसकेको थिएँ। त्यो जो मेरो अर्को नानी जन्मियो, अहिले 8 वर्षको भयो, त्यो नानी पनि जन्मेदेखि नै बिरामी यति पढ्थ्यो कि जब मैले सन्त रामपालजी महाराजजीबाट दीक्षा लिइसकेपछि त्यो नानीलाई बिस्तारै त्यसको रोगको टुङ्गो लाग्यो। मतलब डक्टरहरू पहिला भन्नुहुन्थ्यो कि तपाईँको सबैको बच्चाहरू यही औषधिले ठिक हुन्छ, यही सुईले ठिक हुन्छ, 3 दिन 4 दिन भर्ना गरेपछि सन्चो भएर जान्छ, तपाईँको बच्चालाई चाहिँ हामीले भन्न सक्दैन, यो रोग त निमोनिया जस्तै छ तर किन औषधिले काम गर्दैन भन्नुहुन्थ्यो। अनि परिसान भएर म त्यस्तै 1 रात 2 रात हस्पिटल बसेर अनि कहिले त महिनाभरि हस्पिटलमा हुन्थेँ म, महिनाभरि। अनि मेरो कोठाभरि नै औषधि हुन्थ्यो, मेडिकल जस्तै मेरो घर भइसकेको थियो। अनि त्यसपछि जब नाम दीक्षा लिइसकेपछि सन्त रामपालजी महाराजजीको यति धेरै दया भयो कि बिस्तारै नानीको रोगहरू कम हुँदै गयो, औषधि काम गर्दै गयो। किनभने भगवानै गर्नुहुन्छ नि त जे पनि, डक्टर पनि भन्नुहुन्छ कि भगवानमै छोड्नुहोस्। त्यसपछि एकदम जुन आर्थिक तङ्गीले हामीलाई एकदमै परेशान थियो, हामी जुन महिनाको तलब हामीलाई महिना पुग्थेन,
त्यही पैसामा पनि भगवान्ले यति बरकत गरिदिनु भयो। मैले त्यसपछि एउटा घरेडी लिएँ, त्यसपछि परमात्माको दयाले 2 तलाको घर पनि लगाएँ, त्यसपछि मैले एउटा स्कुटर लिएँ, त्यसपछि मेरो नानी पढ्दै गयो, बढ्दै गयो, सन्चो हुँदै गयो। अनि मेरो मुटुको जुन रोग थियो, जुन भरतपुर चितवन CMC हस्पिटल मैले आज रिपोर्ट ल्याइन, यति समस्या बताएको थियो कि या त अपरेसन गर्नुपर्छ, जिन्दगीभरि दबाई खानुपर्छ भनेको थियो। अनि वीरगञ्ज पनि देखाएँ, भरतपुर पनि यता इन्डियाको भारतको बरेलीमा पनि 2 हस्पिटलहरूमा देखाएँ जुन फेमस छन्। उता पनि भनेको थियो ओपन हार्ट सर्जरी त गर्नै पड्यो यहाँको डक्टरले पनि। त्यो सबै रिपोर्टहरू छ मसँग। तर लास्टमा अझ मैले भगवान्मा यति विश्वास गर्थेँ, मैले दबाई पनि खाएन, केही पनि खाएन, मलाई गाह्रो पनि भएको थिएन बिचमा। अझ बिचमा डर लाग्थ्यो। फेरि म यसपालि जब 2023 को अन्तिममा म काठमाडौँ गङ्गालाल हस्पिटलमा गएर मैले हार्ट स्पेशलिस्ट जुन मेन डक्टर हुनुहुन्थ्यो उहाँलाई देखाएपछि उहाँले भन्नुभयो तपाईँको पहिलाको रिपोर्ट हेर्दाखेरि एकदमै गाह्रो थियो, एउटा अपरेसन गर्नै पर्थ्यो, तर अहिले तपाईँको नर्मल भयो, तपाईँ के औषधि खाने, कुन चाहिँ औषधि चलाउनु भएको छ? मैले भने हेर्नुहोस् डाक्टर साहब, म कुनै औषधि खाँदैन, म यहाँ डरले आएको, म अपरेसनदेखि धेरै डराउँछु, मलाई अपरेसन गर्नुपर्छ कि पर्दैन यति भनिदिनु भनेपछि उहाँले हाँसेर भन्नुभयो तपाईँलाई कुनै समस्या नै छैन भने पनि भयो, अहिले यति नर्मलमा आइसकेको छ, तपाईँको मुटुको अवस्था एकदम ठिक छ, अहिले तपाईँले केही गर्नु पर्दैन, अलिकति आफ्नो ख्याल गर्नु होला, मुटुमा चिसोको कारणले बाथ जम्यो भने गाह्रो हुन्छ, नत्र केही छैन यति भनेर मलाई फर्काइदिनु भयो। सन्त रामपालजी महाराजजीको दयाले यस्तो लाइलाज बिरामी जुन दीर्घ रोग हो, मैले अन्तिम साससम्म औषधि खानु पर्थ्यो, त्यो रोग पनि निको पारिदिनु भयो। सन्त रामपालजी महाराजजीको भक्ति साधनाले त्यो रोगबाट पनि मैले छुटकारा पाएँ। सन्त रामपालजी महाराजजीको जब भक्ति साधनामा हामी आबद्ध हुन थाल्यौँ, त्यसपछि मैले नाम दीक्षा लिएपछि मेरो नानीले पनि 3 वर्षमै नाम दीक्षा प्राप्त गर्यो भगवानको कृपाले। अनि त्यसपछि मेरो श्रीमान पनि पहिला नसा धेरै गर्नुहुन्थ्यो, उहाँले पनि बिस्तारै यो भक्तिको प्रभाव यस्तो छ कि बिस्तारै घरमा माछा मासु पाक्न छोड्यो, बिस्तारै उहाँले रक्सी पनि छोडिदिनु भयो। र फेरि अहिले आएर उहाँले पनि जब आर्मीबाट रिटायर आइसक्नु भएपछि उहाँले पनि नाम दीक्षा उपदेश लिएर भगवानको पूर्ण परमात्माको भक्ति गर्दै हुनुहुन्छ। सन्त रामपालजी महाराजजीबाट दीक्षा प्राप्त गरेर अहिले घरमा एकदमै सुखको माहौल छ, एकदम सहज तरिकाले हामीले आफ्नो जीवनयापन भक्ति गर्दा गर्दै गुजारिराखेका छौँ। धेरै राम्रो भइराखेको छ। मेरो नानी बिरामी हुँदादेखि लिएर भयो, म बिरामी हुँदादेखि लिएर भयो, अनि मेरो श्रीमानले पनि जब रक्सी खानुहुन्थ्यो, अनि यसो गर्दा गर्दै हामी विभिन्न ऋण थपिँदै गर्दा हामी धेरै ठुलो लोनमा पुगिसकेका थियौँ। त्यो कर्जा यति भइसकेको थियो कि हाम्रो हैसियतभन्दा बढी भइसकेको, तर म आफै आत्तिन्थेँ, म कहाँबाट तिरौँ र कसरी तिरौँ। आज आएर भगवानको कृपाले सन्त रामपालजी महाराजजीको सद्भक्तिको कारणले त्यो कर्जा कसरी हामीले तिरे, त्यही तलब हो, त्यही एकैजनाको कमाइ हो, यसरी हामीले दूर गऱ्यौँ कि त्यो कर्जाबाट पनि हामीले मुक्ति पायौँ र अब हामी आरामसँग बसिरहेको छ, टेन्सन छैन। टिभी हेरिरहनुभएका दर्शकहरूमध्ये यदि कोही हजुर जस्तै दुखी र कष्टहरू भोगिरहनु भएको छ भने उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? टिभी हेरेर बसिराख्नुभएका सम्पूर्ण श्रोता दर्शकहरूलाई म के भन्न चाहन्छु भने हामी जुन साधना गर्दै आइरहेका थियौँ त्यो साधना यस्तो थियो कि त्यसको कुनै छेउटुप्पो थिएन। विभिन्न गुरुहरूले पनि कुनै हामीलाई टुङ्गो लाग्ने ज्ञान चाहिँ दिनु हुँदैन। जस्तो कि मेरै मम्मी, मेरो भाइ सतपालजी महाराजजी भन्ने एउटा गुरु हुनुहुन्छ, उहाँको भक्ति साधना गर्नुहुन्थ्यो एकदम दृढ भएर। उहाँहरू एकदम भजन कीर्तनमा लिन हुनुहुन्थ्यो, भक्ति त्यहाँ कुनै पनि थिएन, खालि नाच्ने गाउने कीर्तन गर्ने यस्तो मात्र गर्नुहुन्थ्यो। मलाई त्यहाँ पनि चित्त बुझ्थेन, एकदम दृढ हुनुहुन्थ्यो। त अहिलेसम्म पनि गरिराख्नु भएको छ। उहाँहरू पनि धेरै पीडित हुनुहुन्छ, त्यही पुरानो साधना गर्नुहुन्छ। मेरो ठाउँ दार्चुला, बैतडी जिल्ला, कञ्चनपुर, यो सुदूरपश्चिम 7 नम्बर प्रदेशका जति पनि जनताहरू छन् अथवा जसले पनि ढुङ्गा मुढा पुज्दै हुनुहुन्छ, म जस्तै जो दुखी हुनुहुन्छ, उहाँको कुनै ग्यारेन्टी छैन कि अझ अगाडि गएर पनि उहाँले सुख पाउनुहोला। अनि आमा बुवाको अगाडि आफ्नै सन्तान नबित्ला भन्न सकिँदैन। तपाईँहरू 3 तापको कष्टबाट यति दुखी हुनुहुन्छ, यो छुटकारा कसैले दिँदैन। एक सन्त रामपालजी महाराजजी तत्त्वदर्शी गुरुले बाहेक कसैले छुटाउन सक्नुहुन्न तपाईँको 3 तापको कष्ट। यो कष्ट छुट्ने भनेको तत्त्वदर्शी सन्तको शरणमा गएर तत्त्व ज्ञान लिएर अनि पूर्ण गुरुको ग्रहण गर्नाले मात्रै छुट्ने कुराहरू हुन्। त्यही भएर ढिला नगरिकन उहाँले आफै लेख्नुभएका ज्ञान गङ्गा, जिउने मार्ग, गीता तिम्रो ज्ञान अमृत, जुन 3-4वटा किताबहरू छन्, अन्धश्रद्धा भक्ति खतरामा ज्यान भन्ने, अनि सम्पूर्ण धर्मग्रन्थहरूबाट प्रमाणित ज्ञानहरू जुन निकालेर राखिदिनु भएको छ हामीले बुझ्ने सहज भाषामा, त्यो पढ्नुहोस्। आफ्नो आत्मकल्याणको लागि सही मार्ग रोज्नुहोस्, सही ठाउँमा आउनुहोस् र सही भक्ति गर्नुहोस् अनि सधैँको लागि सुखी हुनुहोस्। तपाईँ विशेष गरेर शिवजीलाई इष्टदेव मानेर उहाँको भक्ति साधना गर्नुहुन्थ्यो।
सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिएपछि के तपाईँ शिवजीको भक्ति साधना गर्दै हुनुहुन्छ कि छोडिदिनु भयो? यस्तो हो, त्यति बेला हामी शिवजीको भक्ति गर्थ्यौँ तर त्यति बेला हामीलाई थाहा थिएन कसरी गर्ने भनेर। शिवजीको साधना त वास्तवमा सन्त रामपालजी महाराजजीले बताउनुहुन्छ कि तीनों देवा कमल दल बसे, ब्रह्मा विष्णु महेश, प्रथम इनकी वन्दना, फिर सुन सद्गुरु के उपदेश भन्नुहुन्छ। त्यही भएर सही साधना गर्नुको लागि भए पनि अथवा शिवजीको भक्ति कुनै पनि साधना गर्नुको लागि सन्त रामपालजी महाराजजीबाट मात्र सम्भव छ। सही पूजा विधि सही साधना गर्नु यदि छ भने सन्त रामपालजी महाराजजीले मात्र बताउन सक्नुहुन्छ। किनकि एक युगमा एउटै मात्र पूर्ण गुरु आउनुहुन्छ, बाँकी सबै आफ्नो आफ्नो स्तरको ज्ञान त सबैले भन्छन् नभन्ने होइनन्, तर त्यो ज्ञानको कुनै छेउट कुनै हुँदैन। थाहै हुँदैन कि खालि भोले भाले सरदारुहरू यत्तिकै गोलमोलमा परिरहेका छन्। अहिले नेपाल भारत गरेर केही नभए पनि 65,000 गुरुहरू छन्। तिनीहरू कसैले पनि सही भक्ति विधि र कुनै पार लाउने विधि कतै बताइराख्नु भएको छैन। हामीले पनि धेरै गुरुहरूको सत्सङ्ग प्रवचन सुन्थ्यौँ, कतै हाम्रो चित्त बुझेन। लास्टमा आएर यो शास्त्र जुन हाम्रो सनातन धर्म हो, जहाँ अहिंसा प्रो धर्म भन्ने जुन हाम्रो हिन्दू धर्मको मूल नारा छ, त्यसलाई सन्त रामपालजी महाराजजीले र सन्त रामपालजी महाराजजीका करोडौँ अनुयायीले फलो गर्नुभएको छ। बाँकी जुन हामी हिन्दू हो भन्छौँ फेरि बोका काट्छन्। फेरि अहिंसा प्रो धर्म कहाँ रह्यो फेरि त्यसको बारेमा भनिदिनु न। जहाँ हिंसा हुन्छ त्यो त हिन्दू होइन नि। वास्तवमा हिन्दू त सन्त रामपालजी महाराजजीका शिष्यले हिन्दू धर्मलाई मानिरहेका छन् र पुरा विश्वभरि सनातन धर्मको प्रचार गरिरहेका छन्। यसरी बुझ्नुहोस्। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कसरी प्राप्त गर्न सकिन्छ? सन्त रामपालजी महाराजजीबाट नाम दीक्षा लिन अहिले धेरै सजिलो छ। जस्तै तपाईँ प्ले स्टोरमा जानुहोस्, सबैको हातमा मोबाइल छ। प्ले स्टोरमा गएर एउटा सन्त रामपालजी महाराजजी भन्ने एप छ जुन, त्यो डाउनलोड गर्नुहोस्। अनि त्यसभित्र हेर्नु सम्पूर्ण जानकारी छ सबै धर्मको बारेमा, अनि हाम्रो हिन्दू धर्मको बारेमा र विभिन्न हाम्रो नेपालभरि भएका र भारतमा भएका नामदान स्थलहरू भयो, आश्रमहरू भयो, र तपाईँलाई पनि पाइप पढ्ने नामदान केन्द्रहरू त्यही भित्र भेटिन्छन्। र त्यहीबाट नम्बर लिनुहोस् पढे लेखेका युवाहरू। अनि अरू जुन घरमा बसेर सत्सङ्ग हेर्नुहुन्छ, जुन आमा बुवाहरू हुनुहुन्छ, कम पढे लेखेका हुनुहुन्छ, उहाँले टिभीबाट जुन नम्बर हुन्छ त्यो टिप्नुहोस्। त्यो नम्बरमा सम्पर्क गर्नुहोस् र तपाईँलाई नजिक पर्ने जुन पाइप पढ्ने स्थान छ त्यहाँ गएर तपाईँ आफ्नो नाम दीक्षा सन्त रामपालजी महाराजजीबाट नाम उपदेश लिन सक्नुहुनेछ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनको लागि कति शुल्क तिर्नुपर्ने हुन्छ? सन्त रामपालजी महाराजजीबाट नाम दीक्षा लिन कुनै पनि शुल्क तिर्नु पर्दैन। अरूको जस्तो खान बस्न पनि केही लाग्दैन। तपाईँ आउनुहोस्, तपाईँ आफ्नो नजिकको नामदान सेन्टरमा आउनुहोस्, बस्नुहोस् र बुझ्नुहोस्, जे जिज्ञासा छ सोध्नुहोस्। त्यहाँ हाम्रो सन्त रामपालजी महाराजजीको आश्रममा एकजना सधैँ कर्मचारी जुन बसिराख्नु, सबै कुरा तपाईँको उहाँले समस्याको समाधान गर्नुहुन्छ। त्यसपछि मात्रै तपाईँ दीक्षा लिनुहोस्, कुनै पनि 1 रुपियाँ शुल्क लाग्दैन। आरामसँग आउनुहोस् र भक्तिलाई जोड्नुहोस् र आफ्नो आत्मकल्याण गराउनुहोस् भन्न चाहन्छु। धन्यवाद। धन्यवाद सर साहेब। फलक तू गरज तू बरस तू